सबैजनालाई नमस्कार। अहिले म तिलरकोटमा छु र जहाँ भगवान बुद्धले आफ्नो 29 साल व्यतीत गरेर सत्यको खोजीमा यो आफ्नो राजपाट छोडेर गएका थिए। त्यसको बारेमा मैले चाहिँ यो चाहिँ किन विकास गरेन र जुन ठाउँमा यो चाहिँ विकास हुन पर्ने र अहिले तपाईँ हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो छ। मैले सुनेछु यो चाहिँ अलिकता अब मर्मत हुनेवाला छ, कहिले हुन्छ त्यो कुरा थाहा भएन। चाहिँ लगभग अब म बुढो भइसकेँ, लगभग 50 वर्ष हुन लाएँ। जस्तो पहिला थियो अहिले त्यस्तै छ, बाहिरतिर विकास केही भएको छैन अहिले। तर यो विकास किन भएन यसको बारेमा एउटा चाहिँ सटिक आन्सर, क्यामराम्यान यता नजिक आऊ, सटिक आन्सर भन्नुहोस् यो विकास नहुनुको कारण के रहेछ? जुन चाहिँ तिलरकोटको विकास हुन पर्ने जुन ठाउँमा त्यो किन नभयो? एक शब्दमा तपाईँ भन्नुहोस्, के भन्न चाहनुहुन्छ? यसलाई हामीले अब जस्तै लुम्बिनी विकास कोष अन्तर्गत नराखेर यसलाई छुट्टै हामीले तिलरकोट विकास कोष बनाउनु पर्यो कि, त्यसले गर्दाखेरि हाम्रो यो विकास हुन सक्छ। सटिक आन्सर, तिलरकोटको विकास नहुनु कारण जुन बाहिर चिना जुन एउटा चाहिँ नि समयको हिसाबले जुन विकास हुनु र एउटा चाहिँ नि विकास हुन पर्ने त्यो चाहिँ भएन। सटिक आन्सर के रहेछ भने अरू जस्तै लुम्बिनीको अन्तर्गत नदिएर यसलाई हामीले छुट्टै तिलरकोट विकास कोष गऱ्यो भने यसको अलिक यो जुन तिलरकोट छ, जति मलाई माया लाग्छ, जति यो भाइले माया लाग्छ, नेपालभरिले माया लाग्छ, त्यो मैले मान्छु। तर जति माया हामीले लाग्छ त्यति लुम्बिनीमा बसेको मान्छेलाई यो तिलरकोटको बारेमा जानकारी पनि हुँदैन र त्यति माया पनि गर्दैन। त्यसले गर्दाखेरि अहिले म चाहिँ यो सानो भिडियो क्लिप बनाएर तपाईँहरूमा पेश गर्दैछु। लुम्बिनी विकास कोषको ठाउँमा हामीले के चाहिएको छ भने तिलरकोट विकास कोष। त्यो भयो भने हाम्रो चाहिँ लक्की पनि यहाँ लोकल मान्छेहरू हुन्छन्, त्यसमा चाहिँ जोइन्ट हुन्छन् र यो चाहिँ हाम्रो पीर मर्काहरू बुझ्छन्। राइट हो? एकदम सही हो। अरू केही भन्न चाहनुहुन्छ? होइन, ठिक छ, यही नै हो। अब हामीले सबभन्दा मेन प्रायोरिटी भनेको तिलरकोट विकास कोष नै स्थापना गरेपछि अलिकति यसको केही सम्भव देखिन्छ। अब चाहिँ एकदमै चाँडै चाहिँ बजेट भाषण पनि हुन लाग्छ र यो जुन हामीले चाहिँ डिमान्ड गरेका छ, मैले यो पहिला पनि कुरा उठेको, धेरै दिनदेखि उठेको हो र अहिले चाहिँ स्पेसली मैले भन्न लागेको छु जुन बजेट भाषण हुन लाग्छ हामीलाई चाहिँ नि तिलरकोट विकास कोष चाहियो। ल, यो आउने बजेट भाषणमा हामीले यही चाहिएको छ, तिलरकोट विकास कोष नै चाहियो। जति सक्नुहुन्छ सेयर गर्ने र चाहिने ठ्याक्कै चाहिँ अर्थमन्त्रीसम्म पुर्याइदिनेलाई हो भने बजेट भाषणमा तिलरकोट विकास हुनु पर्यो। थ्याङ्क यू।